हेलो साथीयो, यहाँ म अब आज किनकि छुट्टी छ, किनकि आज हामीहरूको एनिभर्सरी हो, म्यारेज एनिभर्सरी। त्यसले गर्दाखेरि मैले छुट्टी लिएको छु। हाम्रो श्रीमतीको पनि छुट्टी छ, प्लस हाम्रो छोराको पनि छुट्टी छ। उसलाई पनि स्कुल आज पर्दैन। लु, आज एक दिनको लागि उसलाई पनि चान्स दिएको छ र आजै घरमा पसेपछि अब कफी खाउँ न भन्न थालिन्। अब ठिकै छ, फरमाइस त पुरा गरिदिनै पर्यो र म कफी बनाउन आँट्दैछु। कफी पनि के कफी भन्दाखेरि यो के कफी हो, सनराइज अरे, सनराइज कफी यो बनाउन आँट्दैछु र कफी चाहिँ म बनाएर खुवाउँछु। खानापिना चाहिँ उसले नै बनाउँछु नि, किनकि खानापिना त मलाई त्यति साह्रो आउँदैन है। खानापिनाको कारोबार चाहिँ मलाई त्यसरी आउँदैन, मलाई एकेबारे नै आउँदैन। खानापिना पकाउन भइसकेपछि मलाई माने एकदम काँडा उम्रिन्छन् के, 12 हातका काँडा भन्छन् नि, हो त्यस्तै मलाई चाहिँ पुरै काँडा उम्रिन्छन्। म चाहिँ खाना पकाउन चाहिँ एकदम एकेबारे सक्दिनँ। र हजुरहरूको चाहिँ के छ, कस्तो छ खबर? खानापिना भयो कि भएन? 1 बजीसम्म खानापिना त किन भएन होला, सबैको भयो होला होइन। र हामीहरूको चाहिँ अब मन्दिर गएको थियौँ आज एनिभर्सरी भनेर, मन्दिर जाउँ न भन्न थालिन् बुढी मान्छेले। लौ त ठिकै छ, उपरवालासित पनि त आशीर्वाद मागेर आउनुपर्छ भनेर मन्दिर गइयो। मन्दिर गएका, मन्दिरमा चाहिँ भित्र चाहिँ दर्शन गर्न पाएन, किनभने जाँदा जाँदा देरी भइदियो। बन्द रहेछ बाहिरै बडा लो है भगवान् भनेर बाहिर। अनि शिवलिङ्ग चाहिँ बाहिर रहेछन्, शिवलिङ्ग नन्दी सन्दी रहन् बाहिर। र उनीहरूको दर्शन ससन चाहिँ गरेर आइयो हामीहरू। आएर अनि यताउता पूजासुजा गरियो र बाटो लाग्यो। अनि आजको दिन पनि ठिकै छ, एकदम राम्रो छ, बढिया छ। एकदम पुरा घाम लागेको छ, टटनापुरका घाम लागेका छन्। यता बिना साउन्डमा टिभी चाहिँ चलाइराखेका रहन्। छोरो गयो भित्र, गयो कता के गर्दैछ, कुनै के खेल्न लिएर गएछ। लु गाखिर पनि झन्डैले पोखिएन, के गर्नु अब। कफी बनाएर खुवाउँ, त्यहाँबाट के पकाउँछन् उनले, पकाउनु त के पकाउनु आएको। अब हामीहरू निरामिष मान्छे, भेजिटेरियन मान्छे, ननभेज हाम्रोमा चल्दैन। त्यसले गर्दाखेरि के खाइन्छ भन्दाखेरि पनिरै होला। यसो गरौँ त्यही पनिरकै, यसो गरौँ पनिर जिरा राइस, यसो गरौँ पनिर जिरा राइस, पनिर जिरा राइस। अनि काँक्रोहरू लिएर आएका छिन्, त्यसको सलाद बनाउँछु भनेर छिन्। अनि दाल पनि बनाइदिन्छु भनेर छिन्। अब आज के बनाएर खुवाउने रहेछन् हेरौँ न होइन। यी मेरो दुधसुध पनि पाकिसक्यो। अब ठक्कसितले कफी बनाउँछु, कफी बनाएर आफू पनि खान्छु, उसलाई पनि खुवाउँछु। ल त गाइज, बाई, फेरि भेटौँ ल है।